हर्क साम्पाङ जस्तै हाहाहाहाहाहा होइन। अहिले त रवि लामिछाने त यस्तो भएछ, जो रवि लामिछानेलाई भेट्यो त्यो मान्छेले देश चलाउँछ होला र देशको लागि राम्रो मान्छे, मतलब रवि लामिछानेलाई भेट्नु जाने मान्छे चाहिँ राम्रो मानिहाल्छ बजत्ति मान्ने गर्न थालेछ। बाफ्रे, सुजन गुरुङ पनि गइसकेको रहेछ रवि लामिछानेलाई भेट्नुलाई। र योभन्दा अगाडि पनि अरू अरू पनि धेरैजना गइसकेका थियो। र गएर केही गर्ने चाहिँ होइन, यसो भेट्नु गयो अरे भनेर एउटा न्युज मात्रै गर्न सकेको छ। अनि यति गरेर आइसकेपछि हामीले चाहिँ भन्नु पर्यो कि उसलाई चाहिँ यो पनि राम्रो मान्छे रहेछ भनेर मान्नु पर्ने रहेछ। तट हावा कुरा। तपाईँहरू सुजन गुरुङलाई कस्तो मान्छे मान्नुहुन्छ थाहा छ? सुजन गुरुङको कुरा गर्छ। सुजन गुरुङले योभन्दा अगाडि कुरा के भनेको थियो? हामीले हर्क साम्पाङलाई पनि राम्रो मान्यो भनेर हर्क साम्पाङतिर गएको थियो। सबभन्दा पहिला बालेनतिर लागेको थियो। सुजन गुरुङ जतिको जुका ल्यापल्यापै त कोही पनि छैन रहेछ जस्तो लाग्छ कि सुजन गुरुङलाई पनि कसैले प्रयोग गरिरहेको छ होइन। योभन्दा अगाडि हर्क साम्पाङलाई के भनिदिइरहेको थियो? हर्क साम्पाङतिर लागेको थियो त्यो दिन। त्योभन्दा अगाडि त थाहा थिएन नि त। अब सुजन गुरुङको पावर घट्दै गएको छ नि त। अनि अहिले के गर्दैछ? कतातिर कुद्छ कतातिर कुद्छ कतातिर कुद्छ। जेएनजीको मैले त भनिरहेको छु, सुजन गुरुङले उडायन्द्र खड्गेले भनिरहेको छ त। अनि सुजन गुरुङ भने जेएनजीको लिडर नि त पानी बाँड्ने हो, ओए पानी बाँड भनेर सुनेको छैन? हो त्यही हो। अनि अहिले रविलाई भेट्नु गएर रविमाथि अन्याय भएको छ भनेर छ। सुजन गुरुङले जम्मा दुईवटा कुरा बोलिसक्यो। एउटा कुरा बोल्यो, हर्क साम्पाङलाई हामीले प्रधानमन्त्री बन्नलाई, प्रधानमन्त्री नभए पनि गृहमन्त्रीसम्म चाहिँ बनाउनलाई भनेर बोलाएको थियौँ हामीले, काठमाडौँमा भनेको थियो भने त्यो कुरा त्यत्तिकै हरायो। अनि अहिले अब ऊ रवि लामिछानेलाई भेट्नु गएर रवि लामिछानेलाई अन्याय भएको छ, रवि लामिछानेलाई न्याय दिनुपर्छ, हामी निकाल्छौँ भन्ने सम्म भइसकेको छ। ल अब तपाईँहरू भन्नुहोस् सुजन गुरुङ कस्तो खालको मान्छे हो भन्ने कुरो।